ल मलेसियामा पनि किम्बु यो चाहिँ हाम्रो तल्लो माथिबाट अनि यो किम्बु अब कसले के खाने अब गाई गोरु बाख्रा छैन अब फलेर खाउँला भन्ने आशा पनि छैन त्यतिकै मच्छरहरू मात्रै रहन्छ यो हेरेर अब यो किम्बु चाहिँ त्यसरी काट्दैछु त्यो कामै छैन गाई बाख्रा भएको भएको किम्बु यति राम्रो घाँस के गर्नु गाई बाख्रा छैन ट्याक्क लाएर अब यो उयो खोरको थुपारमा जान्छ अब हो एउटा भन्छ साम्पामा हालिदिने हो यता जस्तै खाऊ अनि मान्छे चाहिँ यहाँ आएर मुत्ने क्या राति बाहिर बियर खान्छ बाटोमा यो पहिलो भएको चाहिँ मुतेर हो कि मान्छे आउने पिछाड बेच्ने होइन गाँडहरू खाइदिने बियरहरू खाइदिने पहिलो पत्ता छ नि यहाँ सबै पिसाब ल 4 महिना अगाडि काटेको फेरि यति लामो अल्गो भएछ अब यता छ यो झन्डै एउटा भैँसी डम्मै अगाउँछ एक दिनको लागि मोटेले अब लाँदैछ मोटे 2 बार करो वहाँ गाड़ी को देखो ना गाड़ी को डाल दे मोटे गाड़ी खा जाए मोटेले त्यहाँनेर यो पाकिस्तानी भाइ हो यति साह्रो हिन्दी राम्रो जान्दैन खाली मकान करे काम करे मात्रै भन्नु आउँछ मकान करे पेट बड़ा करे छोटा करे है ना ओए लोरी धेरै लामो लोरी आयो यहाँनेर यता चाहिँ हाम्रो होस्टेल यो मच्छर धेरै आउने नि केटाहरूले यहाँ आएर पिसा भान्दिने कि अब ठिक भयो अब साम्पा गरे राम्रो घाँसको बुट्टा अब 3-4 महिना फेरि आइहाल्छ यो पानी चाहिँ पर्नुपर्छ उटुट आउँछ किम्बु राम्रो एकदम घाँस रहेछ यहाँ पनि राम्रो भाइ ओ बोतल भी बंद करे